नुवाकोट, रसुवा र धादिङमा आएको बाढी पहिरोको अवस्था अझै गम्भीर र चुनौतीपूर्ण छ। आज नुवाकोट पुगेर प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएका प्रधानमन्त्री शाहले उद्धार राहत पुनर्स्थापनाको पछिल्लो अवस्थाबारे 20 बुँदामा जानकारी सार्वजनिक गरेका छन्। सबैभन्दा पहिले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 13,295 सुरक्षाकर्मी अहिले प्रभावित क्षेत्रमा परिचालित छन्। आज मात्रै 69वटा हवाई उडान मार्फत 573 जनाको उद्धार गरिएको छ र उद्धारमा पनि प्राथमिकता स्पष्ट छ। बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पहिले सुरक्षित स्थानमा पुर्याइँदैछ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा अझै फँसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ। करिब 3,500 मानिसका लागि विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। अब राहतको कुरा गरौँ। प्रभावित नागरिकका लागि रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपैयाँ तत्काल परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, ब्ल्याङ्केट, म्याट्रेस, स्लिपिङ ब्याग लगायत राहत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रमा पठाइसकिएको छ। खाना र खानेपानीको व्यवस्था गर्न अस्थायी राहत शिविर सञ्चालन भइरहेका छन् भने रेडक्रस, स्काउट, लायन्स क्लब लगायतका स्वयंसेवी संस्थाहरू पनि उद्धार र राहतमा परिचालित छन्। स्वास्थ्य सेवातर्फ पनि आपतकालीन तयारी गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल र पाटन अस्पताल लगायतलाई तयारी अवस्थामा राखिएको छ। प्रभावित तथा घाइते नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ भने आवश्यक मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्त सञ्चार सेवा समेत परिचालन गरिएको छ। तर बाढी पहिरोले मानवीय क्षतिसँगै पूर्वाधारमा पनि ठूलो असर पारेको छ। सडक, पुल, विद्युत, खानेपानी र दूरसञ्चार सेवा प्रभावित भएका छन्। अहिलेसम्म नेपाल टेलिकमका 38 र एनसेलका 32 गरी कम्तीमा 70वटा टावर तथा साइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुर्याएर सञ्चार सेवा पुनर्स्थापना गर्ने काम भइरहेको छ। त्यसैगरी प्रभावित नागरिकलाई तत्काल सम्पर्कमा रहन नेपाल टेलिकम र एनसेलले निशुल्क भोइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएका छन्। अहिले प्रभावित क्षेत्रको वास्तविक क्षति पत्ता लगाउन ड्रोन सर्वेक्षण र स्थलगत मूल्याङ्कन भइरहेको छ। कहाँ नागरिक फँसेका छन्, कुन सडक अवरुद्ध छ, कुन क्षेत्रमा थप जोखिम छ, यो सबै जानकारी सङ्कलन गरेर उद्धार र राहतलाई अझ प्रभावकारी बनाउने प्रयत्न भइरहेको छ। तर खतरा अझै टरेको छैन। भोटेकोशी र त्रिशुली नदीको बहाव तथा सम्भावित पहिरोको निरन्तर निगरानी भइरहेको छ। त्यसैले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। अहिलेको अवस्था हेर्दा यो केवल राहत वितरणको विषय होइन, यो एक नागरिकको जीवन जोगाउने समय हो। र बालन शाहको भनाइअनुसार उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा एउटै हो, बेपत्ताको खोजी, फँसेकाको उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउनु।